Hello everyone and namaste. आज हाम्रो सामु हुनुहुन्छ DJ Nanaji, one of the recognized female DJ. And she has won toughest DJ contest and make a huge mark on music industry. Her beat make us dance and her journey inspire us all. Let's welcome her. Thank you. So DJ Nanaji, हजुरको DJ journey को बारेमा हामीलाई थोरै भनिदिनुस् न. अब भन्नुपर्दा चाहिँ कस्तो भनेपछि मैले स्टार्ट गरेको लाइक 12 क्लास हुँदाखेरि जस्ट लाइक त्यो टाइममा धेरै जस्तो डे पार्टी हुन्थ्यो लाइक नाइट पार्टी डे पार्टी हुन्थ्यो डे पार्टीमा चाहिँ धेरै टिनेजरहरू जान्थ्यौँ कि वी वेयर इन टिनेजर अनि त्यो टाइम चाहिँ कस्तो हुन्थ्यो भने चाहिँ हामी पनि जान्थ्यौँ म्युजिकमा रमाइलो गर्थ्यौँ अनि यसो हेर्थ्यौँ लाइक 2-3 लेडी डिजेहरू हुनुहुन्थ्यो त्यो टाइममा अनि स्टेजमा बजाउनुहुन्थ्यो अनि लाइक उहाँले बजाएको देखेर म पनि एक दिन बजाउँछु हैन मलाई पनि रहर भयो के म्युजिकमा पहिल्यैदेखि थियो म्युजिकमा चाहिँ इन्ट्रेस्ट पछि त्यहाँ गएपछि चाहिँ मलाई पनि इन्ट्रेस्ट लाग्यो के अनि लाइक मैले चाहिँ सर्च गरेँ मैले धेरै ठाउँमा सर्च गरेँ कहाँ सिक्न पाइन्छ डिजे के गरेर गर्न पाइन्छ हैन मलाई एकजना साथी हुनुहुन्थ्यो उहाँले चाहिँ यस्तो यस्तो इन्स्टिट्युटहरू हुन्छ लाइक स्कुल हुन्छ भन्नुहुन्थ्यो त्यो टाइममा चाहिँ लाइक कस्तो थियो भने 3-4 वटा मात्रै थियो कि एकाडेमी लाइक जस्तो कि हाम्रो वेभ डिजे एकाडेमी भयो बुम भयो अनि एउटा स्पार्क भन्ने छ हैन त्यहाँ थियो अनि मैले चाहिँ जस अनि साथीको थ्रुबाट स्पार्क भन्ने ठाउँमा गएको थिएँ कि हल्का लिएँ क्लास त्यहाँ लिएँ अनि आफ्टर द्याट भ्याइन टाइममा हैन अनि टाइम नभएपछि चाहिँ आफै किट किनेँ अनि किट किनेर घरमै आफूले युट्युब हेरेँ युट्युबबाट इन्स्पायर भएँ हैन अनि लाइक बिट्सहरू म्युजिकहरू के कस्तो छ भनेर त्यसमा पनि पढेँ के त्यो पढेपछि चाहिँ त्यहाँबाट चाहिँ थाहा भयो कि डिजे कसरी बनिन्छ एउटा पर्फेक्सन कस्तो हुन्छ हैन लाइक अझै पनि म एज अ पर्फेक्सन डिजे त छुइनँ हैन त्यही पनि अझै प्रयास गर्दैछु भनौँ न द्याट्स मिन तपाईँले चाहिँ आफैले डिजे सिक्नुभयो होइन सो अनि हजुरको यो जर्नीमा सबैभन्दा अनफर्गेटेबल मेमोरी चाहिँ कुन चाहिँ हो मेरो अनफर्गेटेबल मेमोरी भनेको लाइक लास्ट टाइममा मेरो क्रिसमस र न्यू इयरको चाहिँ मेरो पोखरामा थियो इट वाज अ बिग इभेन्ट बलुन फेस्ट थियो है नेपालमा पनि फर्स्ट टाइम भएको इभेन्ट भयो लाइक तपाईँको त्यसमा चाहिँ एकदमै नयाँ छुट्टै एक्सपिरियन्स भयो क्या कस्तो भनेपछि लाइक अरू बेलामा चाहिँ हामी स्टेजमा बजाउँछौँ नि त स्टेजमा बजाउनु र लाइक बलुनमा बजाउनु भनेको धेरै छुट्टै एक्सपिरियन्स हो नि त अनि बलुनमा बजाउँदाखेरि तपाईँको एकदम क्राउड पनि आफूले पनि हेर्न पाएँ नि त माथि उडेको छ लाइक तपाईँको होला नि 3-4 तला माथि नै उडेर त्यसरी बजाउँदाखेरि एकदम रमाइलो फिल हुने कि क्राउड पनि नाचिरहेछ त्यत्तिकै होइन हल्ला त्यस्तै गरिरहेछ यता म्युजिक बजिरहेछ यता क्राउड नाचिरहेको त्यो देख्दाखेरि आफूलाई पनि रमाइलो हुन्छ कि त्यसबाट मलाई एउटा क्वेसन आयो हजुर बलुनमा हुनुहुन्थ्यो तर त्यो म्युजिकको तार त जोड्नुपर्ने हुन्थ्यो नि त त्यो चाहिँ कसरी गर्नुभयो उहाँले खै त्यो लाइक म्युजिकको लागि तार गर्दै एउटा रोपले गर्नुभएको थियो रोपले गरेर धेरै माथि त होइन तपाईँको लाइक बलुनलाई नि कस्तो भयो भने चाहिँ बलुनलाई नि ठाउँमा राख्नलाई उहाँले डोरी लगाएर गाडीमा ह्यान्डल गरेर त्यसरी गर्नुभएको थियो अब जुन अहिलेको समयमा जो डिजे बन्न इन्ट्रेस्टेड हुनुहुन्छ होइन उहाँहरूलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ अब त्यो इफ म्युजिकमा इन्ट्रेस्टेड छ भने होइन म्युजिकमा इन्ट्रेस्ट हुनुहुन्छ भने छिट्टै डिजे बन्न सकिन्छ क्या इफ फेसनलाई सोच्नुहुन्छ भने चाहिँ लाइक पर्फेक्ट डिजे बन्न सकिँदैन इफ तपाईँले म्युजिकमा इन्ट्रेस्ट गरेर मेरो यो प्यासन हो मेरो यो एम हो भनेर गर्नुभयो भने चाहिँ यु क्यान बी अ डिजे अ पर्फेक्ट डिजे अनि फ्युचर पनि राम्रो छ डिजेमा तपाईँको नराम्रो होइन लाइक पहिला तपाईँको डिजेको लागि भ्यालु थिएन नि त अहिले त एकदम छ नि त वर्ल्डमादेखि लिएर नेपालमादेखि लिएर एसिया सबैमा राम्रो छ नि त त्यही कारणले म चाहिँ के भन्छु भने चाहिँ डिजेलाई चाहिँ लाइक डिजे एउटा म्युजिकलाई चाहिँ एज अ फेसन नलिनु कि एज अ प्यासन लिनु कि प्यासन लियो भने सबैको लाइफ राम्रो हुन्छ लाइक म्युजिकमा चाहिँ कस्तो छ भने चाहिँ एउटा फिल कस्तो छ भने चाहिँ जसलाई म्युजिकमा इन्ट्रेस्ट छ त्यो मान्छे म्युजिकमा डुबेपछि उसले आफ्नै एउटा क्रिएसन गर्छ क्या त्यो एउटा चाहिँ मैले पनि भोगेको छु कि अनि के भन्छ जुन डिजेमा इन्ट्रेस्टेड त हुनुहुन्छ होइन तर उहाँलाई म्युजिक कताबाट सिक्ने केबाट सिक्ने स्टार्ट गर्न उहाँ अलिकति कन्फ्युज भइरहेछ भने उहाँ के गर्न सक्नुहुन्छ उहाँहरूको लागि चाहिँ अहिले धेरैजनाले इन्स्टिट्युट खोलेको छ नि त लाइक तपाईँको युट्युब पनि छ होइन युट्युबमा पनि
हाउ टु लर्न अबाउट डिजे होइन लाइक त्यसको लागि बेसिकदेखि लिएर सबै छ नि त लाइक तपाईँको कसैले भोइसमा भनेर देखाएको छ कसैले किटमा गरेर देखाएको छ कसैले लेखेर देखाएको छ नि त अहिले धेरै छ कि तपाईँको युट्युब छ लाइक अब यहाँ इन्स्टिट्युटहरू नै छ होइन लाइक सिनियर डिजेहरू हुनुहुन्छ म्युजिक त्यस्तै इन्ट्रेस्टेड छ भने लिङ्क लिएर होइन लिङ्क गरेर आफूले एकअर्कालाई हेल्प गरेर त्यस्तो गऱ्यो भने चाहिँ सिक्न सकिन्छ अनि हजुरको पनि त डिजेको क्लासेसहरू छ भन्नुभएको होइन त्यसमा नि तपाईँले स्क्रचबाट मतलब सुरु बेसिकबाटै सिकाउनुहुन्छ हजुर हामीले चाहिँ कस्तो गर्छौँ भने चाहिँ तपाईँको लाइक थ्योरी हुन्छ पढ्न पनि पर्छ तपाईँको लाइक एकैचोटि किटमा त जानै सकिँदैन नि त तपाईँको त्यो किटको बारेमा पनि त पढ्नु पऱ्यो नि त अनि त्यही अनुसारले चाहिँ हामीले सिकाउँछौँ पहिला सुरु चाहिँ तपाईँको लाइक 1 विक जति थ्योरी हुन्छ अनि आफ्टर द्याट प्र्याक्टिकल त्यही भन्न चाहन्छु हजुरलाई पनि हामीले थ्याङ्क यू भन्न चाहन्छु होइन हजुरको बिजी स्केड्युलमा हामीलाई टाइम मिलाइदिनु भयो अनि जुन तपाईँको 31st साइटरमा हुन गइरहेको कन्सर्ट त्यसको लागि हाम्रो तर्फबाट बेस्ट अफ लक थ्याङ्क यू वेलकम